आज म तपाईहरुलाई बताउन जाँदैछु कि एङ्गोले चाहिँ प्यासेन्जरलाई कति डिस्काउन्ट दिन्छ र राइडरहरूले चाहिँ कति एमाउन्ट पाउनुहुन्छ भनेर। जस्तै यहाँ एउटा हेरौँ, यो देखाएको पैसा चाहिँ प्यासेन्जरको लागि हो। जस्तै कुनै ठाउँबाट एउटा ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि चाहिँ उहाँलाई चाहिँ प्यासेन्जरलाई चाहिँ 20% अफ गरेर चाहिँ अहिले चाहिँ 463 रुपियाँ देखाएको छ। तर यो एक्चुअल अमाउन्ट राइडरले पाउनुपर्ने एक्चुअल अमाउन्ट चाहिँ कति हो त भन्दाखेरि ऊ त्यहाँ तल काटेर देखाइएको छ नि 579 579 रुपियाँ। यो चाहिँ कसले पाउनु पर्ने हो त? राइडरले पाउनु पर्ने हो। अनि यो तलको अमाउन्ट चाहिँ राइडरले कसरी पाउनुहुन्छ त भन्दाखेरि बाँकी 463 चाहिँ प्यासेन्जरले दिनुहुन्छ, 463 रुपियाँ चाहिँ प्यासेन्जरले दिनुहुन्छ राइड कम्प्लिट भइसकेपछि, र 579बाट चाहिँ 463 रुपियाँ घटाएर जति बाँकी रहन्छ जुन राइडरले पाउनुपर्ने एमाउन्ट हुन्छ त्यो एमाउन्ट चाहिँ कसले प्रोभाइड गरिदिन्छ त? कम्पनीले चाहिँ सिधै प्रोभाइड गरिदिन्छ। जहिले पनि के गर्नु पर्यो त भन्दाखेरि राइडरले चाहिँ प्यासेन्जरसित पैसा लिँदाखेरि चाहिँ ऊ यहाँ तल कलेक्ट इन क्यास भनेर देखाएको छ, यो चाहिँ लिनु पर्यो। कलेक्ट इन क्यास भनेर जति देखाएको छ नि, जस्तै 463 रुपियाँ देखाएको छ, टोटल अर्निङ चाहिँ कति हुन गयो त भन्दाखेरि 579 रुपियाँ हुन गयो। तर कलेक्ट इन क्यास चाहिँ कति भनेको त भन्दाखेरि 463 रुपियाँ। यो चाहिँ प्यासेन्जरले दिन्छ र तपाईँहरूले पाउने चाहिँ कति हो? 579 रुपियाँ। अब 462 रुपियाँ कस्टमरले दिइसकेपछि, 63 रुपियाँ कस्टमरले दिइसकेपछि बाँकी रहेको जुन पाउनुपर्ने बाँकी रहेको पैसा चाहिँ उहाँ राइडरहरूलाई चाहिँ कम्पनीले नै दिन्छ। अनि आयो बोनसको कुरा। अनि तपाईँहरूले धेरै जसले के भनिराख्नु भएको छ त भन्दाखेरि बोनस चाहिँ यही प्यासेन्जरले दिन बाँकी रहेकोबाट चाहिँ कटाएर चाहिँ दिने रहेछ भनेर भनिराख्नु भएको छ। तर त्यस्तो होइन। बोनसको कुरामा के हुन्छ त भन्दाखेरि बोनसको कुरामा चाहिँ 2 टिप गरेको बापत 250, 4 टिप गरे बापत 520 हो। यसरी नै चाहिँ बोनस चाहिँ प्रोभाइड हुन्छ। अनि यो बोनसको अमाउन्ट चाहिँ ट्रिप गरे बापत हो। यो चाहिँ छुट्टै नै, यो चाहिँ कम्पनीले छुट्टै नै दिने हो कि यसमा चाहिँ यो बोनसमा चाहिँ प्यासेन्जरले दिन बाँकी रहेकोबाट जोडेर दिने होइन कि प्यासेन्जरले दिन बाँकी भएको चाहिँ कम्पनीले छुट्टै नै दिन्छ त्यो। अनि बोनसको कुरा चाहिँ के आउँछ त? राइड कम्प्लिट गरे बापत। जस्तै तपाईँले 2 राइड कम्प्लिट गर्नुभयो भने चाहिँ 250 पाउनुहुन्छ, 4 राइड कम्प्लिट गर्नुभयो भने चाहिँ 520 पाउनुहुन्छ। त्यसरी नै तपाईँले दिनमा 16 राइड गर्नुभयो भने चाहिँ तपाईँले चाहिँ कति पाउनुहुन्छ भन्दाखेरि 2500 रुपियाँ पाउनुहुन्छ।